Zedin keki kendra pese ke taklu timu membara seve katan tinje shunglu to pai lo de po pe nangwa zeldu se. आज क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। अब आज हामी सफिक्स बा सिक्ने सफिक्स बा मतलब यो सबैमा पछाडि बा जोडेको छ, सबैमा बा जोडेको छ। सफिक्स भन्नाले चाहिँ पछाडि आउने त्यो लेटरलाई चाहिँ सफिक्स भन्ने गर्छ। सबैको पछाडि बा देख्नु हुँदैछ, त्यहाँ मैले अलिकति चेन्ज ल्याएको छु र यहाँ हेर्नुहोस्। अब सा कातक के हुनुपर्ने, सा कातक का यातक के हुनुपर्ने, का यातक क्या बा क्याप। सा कातक का यातक क्या बा क्याप। सा कातक का यातक क्या बा क्याप। अब अगाडि तपाईहरुले सिक्नु भएको नियमहरु सबै जोडेर अब सँगसँगै उच्चारण गर्ने। सा कातक का यातक क्या बा क्याप क्याप। क्याप यसमा स्पेलिङ सबै आएको छैन, तर पनि क्याप्टो माने शरण गमन, क्याप्टो शरण गमन क्याप। सा कातक का यातक क्या बा क्याप। त्यसरी नै खा यातक के हुनुपर्ने, खा यातक ख्या बा ख्याप। खा यातक ख्या बा ख्याप। ख्याप माने टु स्प्रेड, कुरा फैलिनु, बिमारी फैलिनु, ख्याप। खाए त ख्या बा ख्याप। खा रातक के हुनुपर्ने, खा रातक ठा, खा रातक ठा बा ठप। खा रातक ठा बा ठप। गा यातक के हुनुपर्ने, गा यातक ग्या, गा यातक ग्या नारो ग्यो बा ग्योप। गा यातक ग्या नारो ग्यो बा ग्योप। गा यातक ग्या नारो ग्यो बा ग्योप। न्या न्या नारो न्यो बा न्योप। न्योप माने अल्छी लाग्नु, न्योप टु फिल लेजी, वर्ड टु फिल लेजी न्योप। न्या नारो न्यो बा न्योप। था नारो के हुनुपर्ने, था नारो थो बा थोप। था नारो थो बा थोप। थोप माने जित्नु, खेलकुदमा जित्नु,
थानारो थोप बा थोप माने प्राप्त गर्नु बुद्धत्व प्राप्त गर्नु थोप थोप जित्नु कि त युद्ध जित्नु थोप खेलकुदमा जित्नु थोप बुद्धत्व प्राप्त गर्नु सांगे गोफाङ सांगे कि गोफाङ थोप बुद्धत्व प्राप्त गर्नु सांगे कि गोफाङ थोप यो अहिले पढ्नु सिकाउँदैछु सँगसँगै त्यसको माने पनि बुझ्नु सक्नुभयो भने पछि पुस्तक पढ्दाखेरि बुझ्नु सजिलो पर्छ। अस्ति मैले भनेको जस्तै अब तपाईले यहाँ यो एउटा इम्पोर्टेन्ट रहेछ। अब जस्तै प्राप्त गर्नु थप इम्पोर्टेन्ट महत्त्वपूर्ण रहेछ भनेर बुझ्नुभयो भने यहाँ चाहिँ भोटे लिपिमा थानारो थोप बा थोप लेखेर चाहिँ पछाडि अङ्ग्रेजी कि त नेपालीमा चाहिँ यसको माने लेख्नुभयो भने चाहिँ सिक्नु सजिलो पर्छ। अन्त समय पाउँदाखेरि यसलाई खेलाएर यो कार्डलाई थोप देख्यो भने चाहिँ यसको माने के हुनुपर्ने याद आएन भने चाहिँ यसलाई पल्टाएर प्राप्त गर्नु। यो चाहिँ त्यो पश्चिमीहरूले चाहिँ मेरो पश्चिमी विद्यार्थीहरूले चाहिँ त्यसरी सिक्ने गर्दो रहेछ, त्यसरी छिटो सिक्दो रहेछ, एकदमै इफेक्टिभ तरिका रहेछ। यो अहिले त तपाईँ यो भोटे लिपि सिक्नु हुँदैछ, तपाईँ अङ्ग्रेजी सिक्नुहोस् कि त फ्रेन्च सिक्नुहोस्, यो तरिका अप्नाउनुहोस्, एकदमै राम्रो तरिका रहेछ यो। अन्त अब आज भनौँ 3वटा शब्द सिक्नुभयो अरे, भोलि अझै 3वटा थप्यो भने चाहिँ 6वटा भयो। त्यसरी अन्त थुप्रिँदै जान्छ। अन्त समय पाउँदाखेरि यो कार्ड खिलायो भने चाहिँ रिभिजन पनि हुने, सिक्नुमा मजा पनि आउँछ। अब तपाईँले चाहिँ अब आजसम्म सिक्नुभयो अरे, सुरुदेखिको आजसम्म सिक्नुभयो अरे, अब अलिक अल्छे लाग्नु थालेको छ भने तपाईँले अगाडिको नियमहरू राम्ररी बुझ्नु सकेको छैन भनेर बुझ्नु सक्नुहुन्छ। एकदमै अहिले पनि इन्ट्रेस्ट लाग्दैछ, अब त सिक्न सक्ने रहेछु भन्ने छ भने चाहिँ तपाईँले अगाडिको सबै बुझ्नु भएको छ। अब अलिअलि अल्छे लाग्दैछ भन्नु भने चाहिँ अगाडिको नियमहरू तपाईँहरूले राम्ररी सिक्नु सकेको छैन भनेर बुझ्नु सक्छ। सगत ग नै बस्छ होइन। पहिलाको हाम्रो नियममा चाहिँ सगत ग उच्चारणमा केही भिन्नता आउँदैन। ग र तक ड ट ठ ड सगत ग र त ड ड सप्चु डु बा डुप to accomplish, to fulfill, to accomplish, to fulfill नेपालीमा फेरि प्राप्त गर्नु नै भन्नु पर्यो। यो चाहिँ to achieve, to win, यो चाहिँ to accomplish, to fulfill। सगत ग गरत ड दस चु डु बा डु। अब फुर्सद पायो भने चाहिँ एउटा शब्दलाई लिएर यसरी सगत ग गरत ड दस चु डु बा डु सगत ग गरत ड दस चु डु बा डु भन्नुहोस्। अनि यो शब्द देख्दै तपाईँले चाहिँ डुब भन्नु सक्ने हुन्छ। यो देख्दै सगत के हुनुपर्ने त्यसरी सोच्नु नपर्ने गरेर यो देख्दै डुब भन्नु सक्नुहुन्छ। सगत ग गरत ड दस चु डु बा डु। त्यो भन्दै लेख्दै यसरी सिक्नुहोस्। सिक्ने तरिका छ, त्यो ठिक सही तरिका अप्नाउनु भयो भने चाहिँ छिटो सिक्नु सक्नुहुन्छ। सगत ग गरत ड दस चु डु बा डु। सपता के हुनुपर्ने, सपता उच्चारणमा केही भिन्नता आउँदैन।
सा पता पा नारो पो बा पो सा पता पा नारो पो बा पो र अब यसको पछाडि फेरि सा आउनु पर्ने अब जस्तै तर अहिले चाहिँ छोडिदिउँ तर Tsedenkhegi kenra pöseki daglö timok munpa rapselne kadang tenchu sungluk topai lodö pope nangwa seldu sul popa आत्मविश्वास पुस्तकतिर चाहिँ मलाई पुस्तकमा लेखिएको सबै कुरा बुझ्नु सकौँ सब कुरो मैले बुझ्नु सकौँ भन्ने आत्मविश्वास मलाई दिलाइदिनुहोस् भनेर प्रार्थना मञ्जुश्रीलाई प्रार्थना गरेको चम्बेयाङलाई Tsedenkhegi kenra pöseki daglö timok munpa rapselne kadang tenchu sungluk topai lodö pope nangwa seldu sul बुद्धको वचन त्यसको वर्णन यो सबै मैले बुझ्नु सक्छु भन्ने मलाई आत्मविश्वास दिलाइदिनुहोस् भन्ने मञ्जुश्रीलाई प्रार्थना गरेको ओके देन सालतक के हुनुपर्ने सालतक तपाईले रिभिजन गर्नु भएको छ भने चाहिँ सालतक ला मुक्तिको तुरन्तै निस्किहाल्छ सालतक ला नरु लो बा लोप सालतक ला नरु लो बा लोप गरतक डा लोप्टा माने स्कुल सालत ला नरु लो बा लोप गरत डा लोप डा यो कसरी छुट्टिँदैछ यहाँ बीचमा डट छ त्यसले गर्दाखेरि लोप डा सालत ला नरु लो बा लोप गरत डा लोप डा फेरि कतिजनाले यस्तो भन्नुहुँदो रहेछ अब म त अब बुढो भइसक्यो अब त सिक्नु सक्दैन होला भन्ने गर्छ तर पश्चिमीहरूले चाहिँ बुढेसकालमा विशेष गरी भाषा सिक्ने कोसिस गर्छ ताकि उनीहरूको दिमागलाई काम दिलाउनुको लागि अब जस्तै जस्तै उमेर ढल्किँदै जान्छ दिमाग पनि लुप्त हुँदै जान्छ जिउको ताकत पनि लुप्त हुँदै जान्छ त्यसले गर्दाखेरि उनीहरू वर्कमा पनि जान्छ सँगसँगै भाषा कि त नयाँ कुराहरू सिक्छ ताकि उनीहरूको दिमागले काम गरिरहोस् भन्ने विचारले नसक्ने के पनि छैन ढिलो छिटोको कुरा मात्रै हो सक्नुहुन्छ विशेष गरी तपाईँको दिमागलाई पुरा एक्सर्साइज पाउनुहुन्छ यसरी सिक्नुभयो भने चाहिँ अब जस्तै उमेर ढल्किँदै जान्छ भित्रको त्यो अन्द्रभुँडीहरू काम गर्नु बिस्तारै छोड्दै जान्छ जिउले पनि काम गर्नु छोड्छ दिमागले पनि बिस्तारै बिस्तारै काम गर्नु छोड्छ र पश्चिमीहरूले चाहिँ विशेष गरी बुढेसकालमा चाहिँ भाषा सिक्छ ताकि उनीहरूको दिमागले काम गरिरहोस् भन्ने विचारले लोब्डा स्कुल सालतक ला अहिले भर्खरै गरेको जस्तै सालतक ला नरो लो बा लोप सालत ला नरो लो बा लोप तपाईहरु यो क्लासदेखिको सिक्नु हुँदैछ भन्ने यसलाई अझै राम्रो बनाउनुको लागि यसलाई सुधार्नुको लागि कमेन्ट लेख्नुहोस् तपाईले चाहिँ एकदमै ढिलो पाउँदैछ कि त छिटो पाउँदैछ कि त राम्ररी सुनेको छैन जे भन्नु छ कमेन्टमा लेख्नुहोस् तपाईले लेख्नुभयो भने चाहिँ मैले त्यसरी सुधार्ने कोसिस गर्नेछु सालतक ला नरो लो बा लोप फारता के हुनुपर्ने फारता
ठा टा ठा ड होइन ट होइन ठ फरत ठा ठा सब्जु ठु गा ठुक लोकठुक स्टुडेन्ट्स विद्यार्थी पाठशाला विद्यार्थी लोकठुक सा लता ला नारो लो बा लोप फा रता ठा सब्जु ठु गा ठुक लोकठुक सा लतक ला अहिले भर्खरै गरेको सा लता ला नारो लो बा लोप डट छ मा लोपमा भन्ने शिष्य गुरु र शिष्य स्पिरिचुअल टिचर एन्ड डिसाइपल लोपमा सा लतक ला नारो लो बा लोप अब पुस्तकतिर सलता ला नारो लो बा लोप भनेर लेखिएको छ भन्ने प्रशिक्षण लिनु टु ट्रेन प्रशिक्षण लिनु सा लता ला नारो लो बा लोप ओके फेरि एकचोटि म पढ्नेछु तपाईहरू यो एकचोटि होइन 2-3 पल्ट सुन्नुहोस् अनि मजाले सलत ला भन्ने तपाईँले अटोमेटिकली भन्नु सक्ने भयो भने अनि सजिलो पर्छ कसरी अटोमेटिकली भन्नु सक्ने हुन्छ गरी सुन्नु भयो भने चाहिँ अटोमेटिकली सलत ला भन्नु सक्नुहुन्छ सा कता का यत क्या बा क्या खा यत ख्या बा ख्याप खा रता ठा बा ठप गा यता ग्या नारो ग्यो बा ग्योप न्या यो नेपालीमा उच्चारण छैन निमा शेर्पा निमा डुपा निमा तामाङ निमा होइन निमा सूर्य निमा न्या यसलाई अलिकति तपाईँहरूले ध्यान दिनुपर्छ यदि तपाईँको छेउमा कोही शेर्पा कि त तामाङ बोल्नु सक्ने उनीहरू छ भने चाहिँ चाहिँ तपाईँले ठिक उच्चारण गर्दैछ कि गरेको छैन उनीहरूलाई सोद्धा हुन्छ निमा दाजु निमा होइन निमा NYI चाहिँ ठिक मिल्छ होला NYI न्या नारो न्यो बा न्योप अल्छी लाग्नु न्या नारो न्यो बा न्योप था नारो थो बा थोप सा गता गा रता डा सब्जु डु बा डुप सा पता पा उच्चारणमा केही भिन्नता हुँदैन सा पता पा नारो पो बा पोप सा लतक ला होइन ला सा लतक ला नारो लो बा लोप गा रतक डा लोब्डा सा लतक ला नारो लो बा लोप फा रतक ठा फा रतक ठा सब्जु ठु गा ठुक लोकठुक विद्यार्थी स्टुडेन्ट्स
सा ला तक ला 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 नारु लो बा लोप मा लोपमा कसरी छुट्याउँदैछ यो डटले छुट्याउँदैछ सा ला त ला नारु लो बा लोप मा शिष्य गुरु शिष्य disciples सा ला तक ला ला नारु लो बा लोप क्रिया प्रशिक्षण लिनुलाई लोप पुस्तकतिर यसरी लेखिएको हुन्छ र आज तपाईहरु फर्स्ट टाइम आउनु भएको छन् एकैचोटी यहाँदेखिको सिक्न सक्नुहुन्न लेसन नम्बर 1 2 3 त्यसरी सिक्नुपर्छ र मेरो च्यानलमा अब यदि नयाँ स्टुडेन्ट छ भने फेरि एउटा यस्तो गोलोमा चाहिँ हाम्रो फोटो हुन्छ फोटोलाई क्लिक गरिसकेपछि चाहिँ 4-5 वटा भिडियोसहरु आउँछ आइसकेपछि राइट ह्यान्ड साइडदेखिको लेफ्ट ह्यान्ड साइडमा तपाईको स्क्रिनमा यसरी ठेल्नुहोस् त त्यहाँदेखिको सबै बिटिङ टिङ टिङ आउँछ र लास्टको चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स सेभेन यसरी आउँछ र टिबेटन लेसन फर्स्ट टिबेटन लेसन सेकेन्ड टिबेटन लेसन त्योहरू हेर्नुहोस् अरू बाँकी छोड्नुहोस् अहिले सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स यसरी अहिले आजसित 21वां लेसन होला 21वां हुनुपर्ने सो आउनुभएकोमा धन्यवाद अनि विश यू ए भेरी ह्याप्पी दिवाली